हेलो साथीहरू, नमस्ते। र अहिले हाम्रो देश एकदम तीव्र रूपमा धमाधम बाटोघाटो सब बन्दैछ, विकास हुँदैछ साथीहरू। र सुकुम्बासीहरूले पनि धमाधम एकदम छानबिन गर्दै व्यवस्थित पाराले हाम्रो प्रधानमन्त्रीले हटाउँदै हुनुहुन्छ र एकदम छानबिन गर्दै व्यवस्थित पाराले सुकुम्बासीले हटाउनु राम्रै हो साथीहरू। किनभने सार्वजनिक जग्गा सरकारको सम्पत्तिमाथि हडपेर बस्नु राम्रो होइन। र हाम्रो हर्को साम्पाङ जिल्लामा उच्च सम्मानको साथ हर्के हवलदार भन्न चाहन्छु। अब उहाँ जहिले पनि राम्रो कामलाई खुट्टा तानिरहनुहुन्छ साथीहरू। अब राम्रो काम भइरहेछ, छानबिन गर्दै सुकुम्बासीले हटाइरहेको छ साथीहरू। हाम्रो पालन सरले सधैँ हर्कजीले उहाँको नेताहरूको सबैको खुट्टा तान्नुहुन्छ साथीहरू। खालि अब यो हेलमाया राज्य गर्नुपर्छ भन्नुहुन्छ महेन्द्र राजमार्गलाई। तपाईँको अब हाइवेहरूलाई हुन्छ नि, अब पृथ्वी राजमार्ग महेन्द्र राजमार्गलाई तपाईँको अब यल मार्ग बनाउनु पर्छ भन्नुहुन्छ अब है। अब यो त नचाहिने कुरा हो साथीहरू। र कहिले उहाँ हर्कजी अब यो तपाईँ अब यो जात जातिको विषयमा होइन, अब त्यो छुट्याउनुहुन्छ, साना जाति ठुलो जाति भन्नुहुन्छ हर्कजी। यो राम्रो होइन हर्कजी होइन, तपाईँ सुध्रिनुपर्छ हर्कजी। यस्तो नेताहरूको अब राम्रो काम गर्ने नेताहरूको खुट्टा तान्नु राम्रो होइन हर्कजी है। तपाईँ सुध्रिनुपर्छ हर्कजी। अब तपाईँ सधैँ विवादित हुनुहुन्छ। तपाईँलाई सबैले जनताले माया गरेर भोटले जिताएको हो हर्कजी। अब तपाईँ सुध्रिनु पर्यो हर्कजी। अब यस्तो राम्रो कार्यहरूमा खुट्टा तान्ने, तपाईँको जात जाति छुट्याउने, साना जात ठुलो जाति भन्ने यस्तो कार्य नगर्नु होला। अब हाम्रो देश विकास भइरहेछ हर्कजी, मिलेर काम गर्नुपर्छ सबै नेताहरू, र यही भन्न चाहन्छु। र हर्कजी सुध्रिनु पर्यो, हर्क हवलदार नबनौँ है। त्यही हर्कजी अब सुध्रिनु पर्यो, सबै नेताहरूलाई साथ दिनु पर्यो। मै राजा मै मन्त्री भनेर काम छैन हर्कजी है। सबै मिलेर देश बनाउने हो सबै नेताहरू। त्यही भएर हामी तपाईँहरूलाई छानेका हौँ है। हाम्रो पालिनहरूको सबैलाई हामीले जनताले नै छानेका हौँ। त्यही भएर राम्रोसँग मिलेर काम गर्नु पर्यो। यसो खुट्टा तान्ने उसो खुट्टा तान्ने राम्रो होइन हर्कजी। आफूले राजा आफूले मन्त्री भन्ने होइन है। तपाईँहरू जनताको सेवक हो, राम्रोसँग काम गर्नु पर्यो। हर्कजीले आफ्नो यो घमण्ड यस्तो छोड्नु पर्यो है। र है हर्कजी, अब यस्तो प्रधानमन्त्री बारेनहरूको यस्तो विरोध गर्नु भएन। र उहाँले राम्रो काम गरिरहनु भएको छ हर्कजी है। ल हर्कजी अब मिलेर काम गर्नुहोस्। नचाहिने दिनमा 4-5 वटा पोस्ट हाल्ने यस्तो काम नगर्नुहोस्। राम्रो पोस्ट हाल्नुहोस्। गीत पनि के गयो हातमा के यार, ढ्याएर फुल्बु छ है। मन्त्री भएपछि अलिकति मन्त्रीको स्थान राम्रो बन्नु होला है। भेडा मन्त्री भनेर काम छैन, त्यही हो। ल है त साथीहरू, जय नेपाल।